नमस्कार, बोल्दैछु रामप्रसाद विकास सुजल यति बेला। मेरा बालापनहरू बितेको ठाउँबाट छु म यति बेला। आफ्नै घर आँगनकै ठाउँबाट भनौँ। हिजो यी वनपाखा, यी जङ्गलहरूमा अनि यो देखिएको अहिले चाहिँ यो सुकेर यति सानो भइसकेको छ। यो तालाब ठुलताल भनेर चिनिन्थ्यो। ठुलताल अहिले सानो ताल पनि रहेनछ, सब सुकेर सायद वर्षा कम भएर पनि हुनसक्छ। त्यो चाहिँ यति सानो भइसकेछ। अनि मेरा सायदै केही वर्षौँ चिजहरू त यही तालमा नै नुहाएर गएका थिइन् होला। यसरी यो ताल सुक्नुमा त अब वर्षाकै समस्या पनि हुनसक्छ। वर्षा त्यति हुन सकेन होला, नत्र भने यहाँ अहिले यो अवस्था हुने चाहिँ होइन। यहाँ त अहिले ठुलताल भनेर चिनिन्थ्यो। यो ठुलताल पो हो यो, होइन? अनि अहिले चाहिँ सुकेर सानो भइसकेछ। ठिक छ, जे होस्। यहाँ केही मेरा बालापनहरू बितेका छन्। माछा मार्ने अनि बल्छी खेल्ने अनि नुहाउने, त्यसरी दिनचर्या। स्कुलबाट आयो, यहीँ माछा मार्यो, पौडी खेल्यो, त्यस्तो गर्ने समय ठाउँ हो यो। अहिले चाहिँ सुकेर सानो भइसकेछ। तर आफैले रोपेका बिरुवाहरू हुन् कहीँ, तर केही चाहिँ आफै पनि उम्रिएका हुन्, तर बिरुवा चाहिँ साह्रै ठुलो भइसकेछन्। वर्षौँ पछि लाग्छ मलाई 9-10 वर्षै भयो होला। यसरी आउने अवसर जुटाए पनि थिएन, अहिले जुट्यो। यसो जाउँ न त, हेरौँ के छ कसो छ भनेर हेर्दा आफैले रोपेका बिरुवाहरू तर कति ठुला पनि भइसकेछन् र कति चाहिँ आफै पनि उफ्रिएका होलान्। अझै पारि त्यो राप्ती नदी देखिन्छ थोरै थोरै। वर्ष त सायद त्यो राप्तीमा पनि पौडी खेल्दै, माछा मार्दै, होइन, चरा मार्दै पनि गयो यी वन जङ्गलहरूमा। कतिपय साथीहरू कता कता हुनुहुन्छ, प्रिय मित्रहरू, तपाईँहरूलाई पनि यहाँबाट मिठो सम्झना। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। व्यावसायिक जीवन, श्रमिक जीवन राम्रोसँग सञ्चालन रहोस्। तपाईँहरूलाई पनि मिठो सम्झना छ यति बेला सम्झेको छु है त। तपाईँहरू जहाँ पनि हुनुहुन्छ खुसी रहनु होला। म चाहिँ यहाँ छु यति बेला, हजुरहरूलाई सम्झिरहेको छु। हजुरहरूसँगै बिताएका पल, समय, तिरमणे दिन सम्झिएर एकपटक जाउँ न त्यहाँसम्म, के छ कसो छ भनेर आइयो। ती बालापनहरू झलझल्ती आँखाको भरि देखिरहेका छन्। सपना जस्तै भएको छ यति बेला चाहिँ। यो समय परिस्थिति हेर्नुहोस्। अब हिजो सायद दारी जुङ्गा केही आएकै थिएन होला, त्यति बेला यो स्थानमा थियो भने अहिले दारी फुलेको अवस्था थियो। भरपट्टि अलि पुरै दारी सारी फुलेर कपाल फुलिसक्यो। सायदै अब बुढो पनि भइयो होला जस्तो पनि लाग्यो। यो अवस्थामा आइपुगेको छ। ठिक छ ल, सकेसम्म यो ताललाई चाहिँ संरक्षण गर्नुपर्छ। सम्बन्धित निकायको ध्यान आकर्षण पनि होस् भन्ने अपेक्षासहित अहिले व्यावसायिक जीवन सञ्चालनको निमित्त बाहिर छु। तर भोलि चाहिँ यहाँ यी चिजहरूलाई रेखदेख गर्ने गरी पनि हामी आउनेछौँ। केही साथीहरू बाहिर हुनुहुन्छ, हामी यतैतिर पनि छौँ। तर यहाँ उपस्थित हुन नसकेर केही कुराहरूलाई चाहिँ प्रत्यक्ष हामीले चाहिँ काम गर्न नसकेको अवस्था हो। भोलिका दिनमा चाहिँ हुन्छ अवश्य पनि। ठिक छ, सबैमा मिठो सम्झना। जहाँबाट हेर्दै हुनुहुन्छ मलाई मिठो माया प्रतिक्रिया चाहिँ देखाइदिनु होला। कस्तो लाग्छ तपाईँहरूलाई यहाँको यो, कस्तो लाग्यो? तपाईँहरू पनि हिँडेको, ढुलेको, घुमेको ठाउँ हो यो। तपाईँहरूसम्म पनि यी चिजहरू पुगोस्, ताकि हामीले बिताएका ती बालापनका स्मरणहरूलाई चाहिँ ताजा गराउँ, स्मरण गराउँ अनि भन्ने उद्देश्य नै हो। हजुरहरूसम्म पनि पुगोस्। अनि यतातिर सर्लकै गाउँ छ, यो चाहिँ माथिको गाउँ हो। अनि जे छ गाउँमै छ, यति रमाइलो, यति सुन्दर छ। अनि चराहरूको चिरबिर आवाज छ, ढुकुरहरू पनि चाहिँ मजाले आफ्नो आवाज सुनाइरहनु भएको छ। अब यो गाउँ भने गाउँ नै हो। चराचुरुङ्गीको आवाज, हावा सरसर चलिरहेको हावा, अनि आफ्नै गतिमा
यो चिजहरू अन्यत्र भेटिँदैन गाउँ बाहेक। तसर्थ जो जहाँ जस्तो अवस्थामा जे जति गरे पनि गाउँ चाहिँ फर्क अभियान चाहिँ चलाउनुपर्छ साथी हो। एकपटक सम्पूर्ण ती मित्रहरूलाई गाउँ फर्क अभियान गर्नुपर्छ भनेर अनुरोध गर्दै अहिलेलाई म छोटो भिडियोबाट म यति बेला बिदा हुने अनुमति चाहन्छु। फेरि पुनः अर्को कुनै एपिसोडमा तपाईँहरूसँग भेट हुने बाचासहित अहिलेलाई ओझेल पर्न चाहन्छु। हस्त बाबाई, नमस्कार।